हेलो म चाहिँ सिटको लागि अब स्कुटर जाँदा भनेर म राखेँ घर पनि देखेको छैन नि त सोध्छु भनेर यहाँ चाहिँ यसको सबै टप हो के सबै घर त मैले चिन्दिनँ नि त त्यही भएर मिना कहाँबाट हो कहाँबाट रे गोला ठाउँ माथि अनि बाबु हेरे त के खन्नी सुत्केरी मान्छे कति महिना भयो रे 4 महिना त अहिले पटुकाहरू खाइन अनि किन त्यति रात यसो पेटमा सपोर्टहरू लिनुपर्छ के पछि अनि पाठेघर चढ्छ अनि बेला थाहा पाउँछ पटुकाहरू लगाउनु पर्छ है यो चाहिँ यता चाहिँ पटुकाहरू खाइन अनि किन त्यति रात यसो पेटमा सपोर्टहरू लिनुपर्छ के पटुकाहरू लगाउनु पर्छ है यो चाहिँ यता चाहिँ हाम्रो बाजे घर कहाँबाट भन्छ अरे अझै गाउँघरमा यस्तो बाटो कता हुन्छ म अफिसबाट 3:30 बज्न लाग्यो 3 आई थिङ्क 21 मिनटमा निस्के जस्तो लाग्थ्यो अफिसबाट स्कुल आउँदा त यहाँ कति भयो 21 भइसक्यो भयो 5, 10, 15, 20, 25, 30 ल स्कुटरमा आउँदा त आधी घन्टा लाग्यो मलाई यहाँ क्यार राखेर यति हिँड्दा भनेपछि हिँडेर आउन कति टाइम लाग्छ यति लाग्छ होला हेलो राखेर यति हिँड्दा भनेपछि हिँडेर आउन कति टाइम लाग्छ यति लाग्छ होला हेलो बरु हिलो भन्दा बरु टाइममा आफू गयो भने उनीहरूले केही न केही सल्लाह दिन्छ होइन 1 हप्तापछि फेरि आउनु भने गरम गए बाबुले लिएर राम्रै छ अहिले त अब अब धादिङ बजारमै केही भयो नि अहिले वेट कति छ बच्चाको घटे भन्छे फेरि घट्यो 2200 थियो भने 50 ग्राम थियो बाबु के अरे टिचिङमा टिचिङ हस्पिटल है 2083 वैशाखको 29 कति बजे 11 बजेर 17 मिनट हो त्यो चाहिँ लेखेर राख्नु है बिहानको बेलुका पिएमै हुन्छ है तल फोनमा त मसँग छँदैन दुध त मजाले खान्छ नि बच्चाले हैन अनि ब्लिडिङहरु कतिको आयो कति दिनसम्म 15 दिनसम्म गयो त बढ्यो त्यतिखेर अनि पेटहरु मसाजहरु गर्नुभयो नि अहिले पिप जस्तो टाइप आयो के अहिले इन्फेक्सन भयो कि पिसाबहरु कस्तो राम्रै आयो पिसाबहरु आइरा आफूलाई कन्फ्युज भयो कि भनेर अझ मैले रि पनि गरेको कि अनि फेरि 33 हप्ता 3 दिन हो कि 2 दिन हो 3 दिन त्यहाँ हस्पिटलमा त्यही भन्नुभयो 33 हप्ता 3 दिनमा देख्ने माथि त्यही भयो कि अनि त्यो भनेको त तपाईको त अगाडि भयो नि त टाइम भन्दा अगाडि भयो अब तपाईको त ठ्याक्क अब कसैले छो 9 महिना ट्याक्क लाग्दाखेरि चाहिँ बेला भयो भन्ने बुझिन्छ तपाईको चाहिँ अब अलि अगाडि भयो नि त ठ्याक्क अलि 1 महिना पुग्ने थियो डेट तपाईको असारमा थियो हैन अनि अगाडि भयो त्यस्तो हुन्छ के केसेसहरु मैले तपाईलाई पहिल्यै भन्थे नि हैन तपाईको कसैको अगाडि हुन नि सक्छ कसैको टाइममै हुन्छ डेट कसैको डेटकै दिनमा नि पाउँछ मैले मेरो बाबु डेटकै दिनमा पाओ 18 गते डेट थियो मेरो बाबुको भदौको ट्याक्कै त्यही दिन पाओ म हस्पिटलमा मेरो त्यही भएर केस सबैको एउटै हुँदैन कसैको अब सुनाउँछु के सबैको एउटै हुँदैन अब पहिलाको जमाना आमाहरूले यसरी पाए उसरी पाए भनेर हुन्छ त हैन उनीहरूले कति दुःख गर्यो गरे अहिले हाम्रो त त्यो जमाना छैन नि त हामीले त अब ठाउँ छ हामीले यसरी जाँदा सोध्दा नि भइहाल्यो हैन गाह्रो भएन सोध्दा हुन्छ यता हुन्छ
भनेर एउटा अर्को ऊ पनि छ। अनि उसलाई पनि मैले यसरी नै तपाईँकै नि भन्छु कि उहाँको यसरी यसरी पायो यस्तो हुन्छ, त्यो भएर सोद्धा हुन्छ खानेकुरादेखि। उहाँले त मलाई सबै सोध्नुहुन्थ्यो, खानेदेखि लिएर सिस्टर मलाई गाह्रो भएको छ सबै भन्नुहुन्थ्यो। हो त्यो भएर पनि मलाई सजिलो भयो नि त होइन, मैले यसरी जानु ठाउँमा जानु भन्दै टाइममा तपाईँ उहाँ काठमाडौँ पुगेर पो अनि तपाईँलाई नि बच्चा राम्रोसँग जन्मियो नि त होइन। उहाँ अब डक्टरहरू हुनुहुन्थ्यो, सबै कुरा हुन्छ, टाइम टु टाइम भयो नि त। हो त्यसले गर्दाखेरि तपाईँको राम्रो भयो। यहीँ बस्या भए यहाँ अलिअलि पेट दुख्या भनेर बसिरहेको भए त यहीँ पाउँथ्यो कि पाउँथे पनि अब बच्चालाई गाह्रै हुन्थ्यो। लौ अनि बच्चा नि तपाईँको 2 दिन 3 दिनसम्म राख्ने एनआइसीमा। किनभने यस्तो हुन्छ नि त, सानो बच्चा हो, हाम्रो इन्भाइरोमेन्टमा उनीहरूलाई सुइटेबल हुँदैन नि त। उनीहरू त अब आमाको पेटभित्र एकदम न्यानो भएर बसिया हुन्छ होइन। अनि उनीहरूले अक्सिजन पाइरहेको हुन्छ, बाहिर निस्किने बित्तिकै यो इन्भाइरोमेन्टमा उनीहरूलाई हुँदैन सुइटेबल हुँदैन, उनीहरूलाई अक्सिजनै पुग्दैन एउटा कुरा। अनि फेरि यसै त मैले भनिहालेँ नि तपाईँलाई पहिले, वेट अलिक कम जन्मेपछि बच्चालाई निमोनिया हुने चान्सेस धेरै हुन्छ नि त। अनि तपाईँ अब बच्चा अब अगाडि जन्मे डेटभन्दा अगाडि जन्मे यसै प्रिटर्म भन्छ कि, अगाडि जन्मे हामीले प्रिटर्म बच्चा भन्छ होइन। अगाडि जन्मे अनि फेरि वेट पनि कम छ, अनि यसै अनि यो हावा पानीले सबैले अट्याक गर्ने एउटा यिनीहरू भाइरस त हो नि होइन। जो कमजोर छ उसलाई नै अट्याक गरे हुन्छ। अनि निमोनिया भन्ने चिज त्यही त हो नि, जो अब अलिकति विक हुन्छ तिनीहरूलाई त अनि अट्याक गर्छ। अनि त्यही भएर एनएसयूमा राख्नुपर्छ भन्ने कारण यहाँबाट तपाईँलाई रिफर गरिदिएको कारण त्यही, किनभने यहाँ एनएसयू छैन। अनि त्यही भएर अनि जानु भनेपछि जानु कि होइन, कति कुरा भनेर बस्छ दुःख पाउँछ नि त। त्यो टाइममा गयो, टाइममा ऊ भयो, राम्रो भयो नि त होइन। मलाई त्यही खुसी लाग्छ कि थाप झल्या गयो, थाप झल्या 1 दिन राखेँ नि त्यहीँ 28 गते ट्याक्कै राखेँ। त्यहाँबाट एनआइसी खाली छैन ल तपाईँहरू लैजानु बिरामी भनेर भन्नु भयो। फेरि राति राति कहाँ लानु भनेर त्यहीँ बस्दा 2 दिनसम्म बेथर आयो म त। औषधि त त्यही चलाएन होला, त्यहाँ चलाएन, टिचिङ आएपछि चलायो। अब चाहिँ तपाईँ 4 घर खुलेपछि बल्ल चलाउँछ कि 4 घर त्यो भन्नुभएको थियो। त्यहाँ खासै 4 घर हामीले अब 4 खुलेपछि बल्ल हुन्छ क्या औषधि पनि त्यो काम होइन। अब मैले तपाईँलाई सुनाइहालेँ अस्ति त्यहाँनिर एउटा केस त्यस्तो भयो, बच्चा एक्सपायर भयो। हुन्छ कि आफूले अब सेयर गरेँ भने